भुइँचालोले आफ्नो घर पल्टाइदिएका मन्दिर गाउँका भुवन सिंह ठकुरीलाई पनि दसैँ कसरी मनाउनु पर्ने हो उत्तिकै चिन्ता छ। तर आफ्नो परिवारलाई बचाउन पाएकोमा नै खुसी छन् उनी। तिनले पनि दैनन्दिनीसित यसरी कुराकानी गरे। मलाई त यस्तो लाग्छ कि एकमा म खुसी पनि छु, यत्रो भुइँचालोको चपेटमा मैले मेरो परिवारलाई बचाउन सकेँ, यसमा म धेरै खुसी छु। हुनु त अब घर सबै गयो, मेरो घर मात्रै होइन मेरो गाईको गोठहरू पनि सबै बिग्रियो, टोटलै गयो। र पनि म एउटा खुसी छु, मेरो परिवार बचाइराखेको छु जुन प्रकारले। अब यसमा अब कतिपय अब सरकारले कुनै मद्दत गर्ला मेरो घरहरू केही जग्गा जमिनको लागि, यही आशामा छु म। तपाईँलाई कालेबुङवासीले जुन सहयोग गर्दै आज तान सामग्री वितरण गर्यो, कसरी धन्यवाद दिन चाहनुहुन्छ? म जस्तो प्रकारले अब दैनन्दिनीबाट उहाँले हामीलाई धेरैभन्दा धेरै सहयोग दिनुभएको छ, उहाँहरूलाई म आन्तरिक हृदयबाट धन्यवाद दिन्छु। जसरी आज धेरै संस्थाहरूले अरू संस्थाहरूले पनि हामीलाई सहयोग दिँदै आयो, त्यसमा हामी सबैलाई हामी धन्यवाद दिन्छौँ। त्राण सामग्री पुर्याउन हिँडेका कलाकार अनि पत्रकारहरूको टोलीलाई पानीले उत्तिकै चुट्यो अनि जुकाले पनि उत्तिकै चुस्यो। रातको अन्धकारलाई चिर्दै भए पनि यात्रालाई भने कहीँ रोक्न दिएनन् अनि पुग्न सक्यो पैदल हिँडेर गोरुबथान खण्ड अन्तर्गत रहेको माङजिङसम्म। रातकै अन्धकारमा पनि पीडितहरूलाई सहयोग गर्न हिँडेका जिएलपीका जवानहरूले यसरी उत्साह प्रकट गरे। हजुरसँग भुइँचालो पीडितहरूलाई हामी सामग्री दिन जिएलपीका तर्फबाट हामी कालिम्पोङबाट आएका छौँ र हामी एकदमै भाग्यमै ठान्दछौँ हामीलाई कि हामी यहाँ यो भुइँचालो पीडितहरूलाई हामीले अलिकति सेवा गर्नु पायौँ र आधी बाटोमा हामी आइपुगेको छौँ। अझै हामी 3-4 घन्टा हिँड्नुपर्छौँ र हामीलाई थाहा छैन हामी कहाँ आइपुगेको छौँ है। हाम्रो प्रोसेस अझै जारी नै हुनेछ र हामी अझै जति नै हिँड्नुपर्ने छ हामी हिँड्नेछौँ र अझै हामी कुनैपल्ट अझै यस्तो भएमा हामी अझै हामी समर्थन गर्छौँ। हामीले यति लामो यात्रा गऱ्यौँ है, तर हामीलाई जति अनुभव के भयो भनेदेखि हामीलाई जति दुःख भएको छ त्योभन्दा डबल दुःख चाहिँ यहाँको जनताले खपिराख्नु भएको रहेछ है। त्यो भएर यतिको दुःख चाहिँ हाम्रो लागि केही पनि होइन। थाकेका पाइलाहरू अघि बढाउँदै पुल्ठो बालेर लुङसेल पुगेको जानकारी संवाददाता वाइबाले यसरी दिएका छन्। भुइँचालो पीडितहरूलाई राहत सामग्री बाँड्दै रात परिसकेको छ र अन्धारोमा यो हामी पुल्ठो बारेर पनि दैनन्दिनीले यो न्युज कभरेज गर्न पनि कुनै कसरत राखेको छैन। हामी न्युज कभरेज मात्र गरेको छैनौँ, ती पीडितहरूलाई सम्पूर्ण राहत सामग्री ठिक ठाउँमा सही तरिकाले पुगोस् भन्नेमा पनि हामी जोड दिएर त्यो राहत शिविरमा तान सामग्रीहरू पनि हामीले पुर्याउने प्रचेष्टा गरिरहेका छौँ। हामी हाम्रो यो यात्रालाई यहाँ रोक्न दिएका छैनौँ। हामी थकान महसुस भइरहेको छ, यद्यपि हामी यो थकानमा पनि ती भुइँचालो पीडितहरू अझ थाकिएका छन्, अझ त्रसित छन् भनेर उनीहरूलाई केही आत्मबल प्रदान गर्नको निम्ति हामीले यो बत्तीको अभावमा पनि यसरी गाउँ घरमा पुल्ठो मागेर पनि हामीलाई सहयोग दिइरहनु भएको छ। हामी पुल्ठो बालेर पनि हामीले हाम्रो यात्रा सुरु गरेका छौँ। अहिले हामी लुङसेलमा आइपुगेका छौँ, अब हामी माङजिङतर्फ गइरहेका छौँ। माङजिङमा पुगेपछि हाम्रो भोलिको यात्रा फेरि सुरु हुन्छ। हामी भोलि पनि त्यसरी नै विभिन्न राहत शिविरहरूमा त्राण सामग्री बाँड्दै हिँड्नेछौँ। क्यामेराम्यान मनोजको साथमा डिके वाइबा दैनन्दिनी। लगभग 6 घण्टाको पैदल यात्रा हिँडेर 11 बजी राति माङजिङ पुगेको टोलीले कलाकार विक्रम पराजुलीको घरमा रात बिताएपछि बिहानै उक्त क्षेत्रको पनि भ्रमण गरेर जानकारी बटुल्ने कार्य गर्यो। बिहानको चिया चमेनापछि टोली 2 भागमा बाँडिएर विभिन्न क्षेत्रहरूको जानकारी लिन र राहत सामग्रीहरू बाँड्न अघि बढ्यो। अब माङजिङबाट हामी 2 टिममा विभाजन भएर ती पीडितहरूलाई खोज्दै लागिरहेका छौँ। एक टिम हाम्रो तलबाट छोटा माङजिङ हुँदै पत्थरझोडा निस्किँदै कालेबुङसम्मको यात्रा गर्नेछन् भने हाम्रो अर्को दोस्रो टिमले लुङसेल हुँदै हामी कालेबुङसम्मको यात्रा। हिँडाएपछि दोस्रो दिनको बिहानै राहत बाँड्न निस्किएको टोलीमा कुनै उत्साहको कमी थिएन। कलाकार विक्रम पराजुली आफ्नो उत्साह यसरी प्रकट गर्छन्। हिजो हामी लगभग 7-8 घण्टा भन्दा पनि बेसी होइन, मध्यरात झन्डै 12 बजीतिर हामी माङजिङ आइपुगेको थियौँ घरमा
आएर बस्यौँ। त्यसले गर्दा यदि रोड भइदिएको भए धेरै सुविधा हुन्थ्यो। त्यसले गर्दा धेरै असुविधा भइरहेको छ हामीहरू। त्यो हिजो जुन मन्दिर गाउँमा देखियो है, शिविरमा बसिरहेको ती गाउँले दाजुभाइहरू जसले अब एकदमै अब कस्तो भन्ने एकदम उहाँहरूको जुन घरहरू देख्यो पूर्ण रूपले अब मतलब भत्किएको घरहरू रहेछ होइन। के भइरहेछ भने भुइँचालोले यत्रो क्षति गरे पनि हाम्रो मान्छेहरूमा आँट छ, विश्वास छ, किनभने त्यो के भन्छ त्यो अगाडि जीवनमा अगाडि अझै बढ्ने उहाँहरूको हौसला छ र त्यसमा हामीले जुन सपोर्ट गरिरहेको छौँ यो त हाम्रो केही सानो एउटा सपोर्ट हो होइन। त्यसो अरू सङ्घ संस्थाहरूले गरिरहेको छन्, हाम्रो एउटा पर्सनल र कालिम्पोङ जनताले जुन हामीले एउटा सहयोग गरेको छौँ, सानो सहयोग होइन। र त्यसले गर्दा हामीले हाम्रो सक्ने हिसाबले हामी गरिरहेको छौँ।